धेरैजनाले भन्नुहुन्छ कि बेंगलोरमा त सिक्युरिटी गार्डले टन्नै पैसा कमाउँछ भने तर कमाउन पनि कमाउँछ तर त्यति धेरै चाहिँ कमाउँदैन है। यहाँ धेरै ठाउँहरू छन् जहाँ चाहिँ हामीले सिक्युरिटी गार्डको काम गर्न सक्छौँ या त नोकरी गर्न सक्छौँ होइन। तर अलग अलग ठाउँमा चाहिँ अलग अलग स्यालेरी मिल्छ र अलग अलग योग्यता पनि चाहिन्छ, बिना योग्यता पनि हुँदैन। हरेक ठाउँमा चाहिँ बिना योग्यता चाहिँ काम मिल्दैन। जस्तै मानौँ कि तपाईँ कम्पनीमा गर्न चाहनुहुन्छ, कुनै ठुलो अपार्टमेन्टमा गर्न चाहनुहुन्छ, त्यहाँ चाहिँ तपाईँको 10th पास या 12 पास चाहिँ हुनैपर्छ है। त्यहाँ आइडी कार्ड भन्छ, तपाईँको एजुकेसन पनि कति हो भनेर होइन सोधपुछ हुन्छ, इन्टरभ्यू समेत हुन्छ होइन। र तपाईँले पिजीमा गर्नुहुन्छ, कुनै स्टोरमा गर्नुहुन्छ भने चाहिँ त्यहाँ चाहिँ खासै योग्यता चाहिँदैन। तपाईँ हिँड्न सक्नुपर्छ, बोल्न सक्नुपर्छ, त्यति मात्रै हो होइन। तर अब स्यालेरी कुरा गरौँ कहाँ चाहिँ कति मिल्छ भने, यदि तपाईँ अपार्टमेन्टमा गर्नुहुन्छ भने चाहिँ अपार्टमेन्टमा स्टार्टिङको स्यालेरी भनेको त्यही 12,000 देखि लिएर 15-16 हजारसम्म मिल्छ स्टार्टिङको स्यालेरी। अपार्टमेन्टमा चाहिँ काम जो हस्बेन्ड वाइफ हुनुहुन्छ उनीहरूको लागि चाहिँ एकदम राम्रो हो, किनभने चाहिँ अपार्टमेन्टबाट चाहिँ एउटा रुम मिल्छ होइन। अब हस्बेन्डले चाहिँ तल गेटमा काम गर्ने, बस्ने, ड्युटी गर्ने, अनि वाइफले चाहिँ भित्र पनि काम गर्न मिल्यो। र भित्र काम छ भने उसले बाहिर पनि काम एक्स्ट्रा काम गर्न चाहन्छ भने बाहिर पनि काम गर्न मिल्छ होइन। दुईटोको मिलाएर चाहिँ 25-30 हजारसम्म चाहिँ समथिङ कमाइ हुन्छ इन्डियन है। अब नेपालको त 40-50 हजारसम्म समथिङ भइहाल्छ दुईटोको मिलाएर होइन। तर रुम चाहिँ अपार्टमेन्टबाट मिल्छ, खानाको चाहिँ आफूले व्यवस्था गर्नुपर्छ। अब कुरा गरौँ कि कुनै स्टोरमा काम गर्न चाहनुहुन्छ भने स्टोरमा के हुन्छ भने तपाईँको स्यालेरी चाहिँ हाई हुन्छ। स्यालेरी चाहिँ समथिङ तपाईँको 27-28 हजार समथिङ हुन्छ है स्टोरमा। तर के हुन्छ भने न तपाईँलाई रुम दिन्छ, न तपाईँलाई खाना दिन्छ, सबै कुरा रुम पनि तपाईँले नै बनाउने, तपाईँले नै एरेन्ज गर्नुपर्ने हुन्छ र खाना पनि तपाईँले एरेन्ज गर्नुपर्ने हुन्छ। स्टार्टिङमा त तपाईँको 25-30 हजार त त्यसै सकिन्छ, किनभने स्टार्टिङमा तपाईँले रुम लिनुपर्ने हो, त्यहाँ रुम लिइसकेपछि तपाईँको रुमभित्रको सामान पनि बनाउनु पर्ने, त्यो सबै गरेर चाहिँ तपाईँको रेन्ट गरेर डिपोजिट गरेर 25-30 हजार त तपाईँको लाग्छ, किनभने स्टार्टिङमै तपाईँको डिपोजिट 8-10 हजार जति चाहिँ डिपोजिट लाग्छ होइन। अनि त्यसपछि चाहिँ के हुन्छ भने चाहिँ तपाईँको रुम रेन्ट गरेर खाएर त्यही हो 27-30 हजार स्यालेरी छ भने पनि तपाईँको सेभिङ त्यही हो 10-15 हजारै हुने होइन। अब पिजीको कुरा गरौँ, पिजीमा के हुन्छ स्यालेरी अलिक कम हुन्छ, 12-13-14-15 हजार समथिङ हुन्छ। तर के हुन्छ भनेपछि तपाईँको खाना पनि मिल्छ, तपाईँको बस्ने व्यवस्था पनि मिल्छ र तपाईँको एकदम फेसिलिटी राम्रो मिल्छ होइन। तर स्यालेरी कम हुन्छ। तर स्यालेरी कम भयो भने के हुन्छ भने तपाईँको पैसा जति पनि छ त्यो पुरा सेभिङ हुन्छ, किनभने तपाईँको खाना मिलिरहेछ, बस्न मिलिरहेछ, हरेक फेसिलिटी मिलिरहेछ र कहिलेकाहीँ खर्च यताउतिबाट भइहाल्छ म्यानेज भनेपछि तपाईँको स्यालेरी जति त्यो पुरै सेभिङ गर्न सकिन्छ। सबभन्दा हाई स्यालेरी भनेको जस्तै बेंगलोरको आइटी हब सबैलाई थाहा छ, इन्डियन मान्छेहरूलाई धेरै थाहा छ, अब नेपाली दाजुभाइहरूले त्यो थाहा छैन होइन। तर आइटी कम्पनीज भने एकदम फेमस एउटा आइटी हब भन्छन् होइन। यसमा चाहिँ धेरै हाई स्यालेरी हुन्छ, 30-32 हजारसम्म हुन्छ। तर योग्यता अलिक बढी लाग्छ। तपाईँ यदि 12 पास हुनुहुन्छ भने तपाईँ गर्न सक्नुहुन्छ, तपाईँको आइडी प्रुफ लाग्छ र तपाईँको 30-35 हजारसम्म समथिङ स्यालेरी हुन्छ। तपाईँले 30-35 हजारमा 2-4 जना मिलेर एउटा रुम लिनुभयो भनेपछि 2टा जना मिलेर तपाईँको सेभिङ 20-25 हजार चाहिँ सेभिङ गर्न सक्नुहुन्छ। यदि तपाईँले मन्थली चाहिँ 25 हजार सेभिङ गर्न सक्नु भने चाहिँ नेपालको चाहिँ 30-40 हजार चाहिँ मजाले सेभिङ गर्न सक्नुहुन्छ। साथीभाइहरू बेंगलोरको अवस्था यस्तो छ, तर दुःख हुन्छ अर्काको देशमा। अब दुःख त अभियसली भइहाल्छ होइन, त्यसमा टेन्सन लिनु पर्दैन होइन, के गर्न सकिन्छ। मलाई चाहिँ यस्तो लाग्छ कि जो चाहिँ सिङ्गल केटाहरू हुनुहुन्छ तिनीहरूले चाहिँ यस्तो काम हेरेर जहाँ चाहिँ तपाईँको खाना मिल्छ, तपाईँको बस्ने व्यवस्था मिल्छ होइन। नत्र भने के हुन्छ तपाईँ ड्युटी पनि गर, खाना बनाऊ, हरेक चिज गर, यो गर, त्यो सबै म्यानेजमेन्ट पुग्दैन होइन, टाइम मिल्दैन त्यति र गर्न पनि मन लाग्दैन। अलि स्यालेरी कम हो, 2-4 हजार 8-10 हजार कम किन नहोस्, तर यस्तो काम हेर जहाँ चाहिँ तपाईँलाई बस्न पनि मिल्यो, खाना पनि मिल्छ, सबै कुराहरू एभाइलेबल गरिरहेछ भने चाहिँ त्यो काम हेर क्या। जो पनि हस्बेन्ड वाइफहरू हुनुहुन्छ, जो पनि फ्यामिली मान्छे उनीहरू चाहिँ रुम बनाउन जरुरी छ। अब फ्यामिलीसँग कता कता डुलिरहनु त्यस्तो खासै राम्रो कुरा होइन र ठिक पनि हुँदैन होइन। त्यही भएर एउटा रुम लिँदा हुन्छ र अपार्टमेन्टमा पनि राम्रै हुन्छ र अलग रुम लिनुहुन्छ, पर्सनल रुम लिनुहुन्छ भने ठिकै हुन्छ, राम्रै हो। तपाईँले अलग रुम लिएर तपाईँले राम्रो एजुकेसन छ तपाईँको होइन, योग्यता राम्रो छ, 12 पास हुनुहुन्छ, 10th पास हुनुहुन्छ भने कम्पनीमा काम गर्ने, अर्कोले चाहिँ त्यहाँ अरू ठाउँमा काम गरेर तपाईँले 25-30-35 हजार त। बेंगलोरमा चाहिँ प्रायः बढी जसो नेपालीहरूले चाहिँ होटल इन्डस्ट्रीमा काम गर्नुहुन्छ र होटल इन्डस्ट्री राम्रो पनि हो होइन एकदम, किनभने तपाईँको खाना पनि मिल्छ, बस्ने व्यवस्था पनि मिल्छ र तपाईँको स्यालेरी पनि हाई हुन्छ र त्यहाँ स्किल पनि सिकिन्छ, सिप पनि सिकिन्छ। यदि तपाईँहरू राम्रो चिजहरू सिक्दै जानुभयो भने 5-6 वर्षमा त कहाँदेखि कहाँ पो पुगिन्छ होइन। तर धेरैजनाले गर्नुहुन्छ त्यो, किनभने बस्ने व्यवस्था पनि हुन्छ, खाना पनि एकदम राम्रो पाइन्छ त्यहाँ चाहिँ होइन। तर अलि स्टार्टिङमा के हुन्छ जबसम्म तपाईँले काम सिक्नुहुन्न तबसम्म हातमा केही सिप आउँदैन तबसम्म अलि अप्ठ्यारो हुन्छ हरेक। तर लास्ट राउन्डिङमा काम गर्नुपर्ने हुन्छ। तर जस्तै तपाईँहरू कुनै आइटम सिक्नुभयो, कुनै चिजहरू बनाउन सिक्नुभयो भने चाहिँ पछि सजिलो हुँदै जान्छ र स्यालेरी पनि बढ्दै जान्छ होइन। जो भोलिका दिनहरूमा म चाहिँ म त सेवै बन्यो, म त कुक बन्छु होइन, म त बन्छु भन्ने छौ भनेपछि होटल इन्डस्ट्रीमा जानु र कुनै मान्छेहरू होइन म चाहिँ 1 साल वर्ष त्यही गर्छु, म त 2-4 महिनाको लागि हो भन्छु भन्ने चाहिँ अरू काम हेर होइन। होइन म चाहिँ भोलिका दिन म त सेवै बन्ने भने चाहिँ होटल इन्डस्ट्रीमा जानु होइन। अब मेरो त यस्तै छ, मेरो भिजन नै होइन अलग बाटो छ, खै यो भिजनले कहाँ पुग्यो भने कहाँ पुगेर लडिने हो कि खै के हो होइन। तर
हेरौँ गाइज जे हुन्छ खुसी हो सबभन्दा ठुलो कुरा मान्छेले होइन खुसी हुन सिक बिन्दास हुन सिक्नुपर्छ त्यही हो साथीहरू होइन तपाईँहरू चाहिँ यो भिडियो चाहिँ कहाँबाट हेर्दै हुनुहुन्छ बेङ्गलोरबाट हेर्दै हुन्छ इन्डियाबाट हेर्दै हुन्छ या नेपालबाट हेर्दै हुनुहुन्छ कहाँबाट हेर्दै हुन्छ प्लिज कमेन्ट गर्नु होला होइन यदि नेपालबाट हेर्दै हुन्छ भने प्लिज नेपालबाट भनेर कमेन्ट गर्नु होला यदि तपाईँ इन्डियाबाट हुनुहुन्छ भने प्लिज इन्डियाबाट हो भनेर कमेन्ट गर्नु होला र मनमा कुनै सवाल छ कुनै कुरा छ भने चाहिँ कमेन्ट सेक्सनमा जरुर भन्नु होला साथीहरू होइन कुनै कुराहरू सोध्न मन लागिरहेछ भने चाहिँ सोध्दा हुन्छ यदि युट्युबमा आउनुहुन्छ भने युट्युबमा हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् र भिडियोलाई लाइक गर्नुहोस् र यो भिडियोलाई चाहिँ फेसबुकमा हेर्दै हुनुहुन्छ भने भिडियोलाई लाइक गरेर चाहिँ मलाई फलो गरिदिनु होला ल त है बाई बाई